स्वतन्त्र गरिदिन्छ। हालेलुया। तपाईलाई खतरा टिप्स सिकाइदिउँ चङ्गे कसरी आउँछ भन्ने बारेमा। तपाईँ र हामीले दबाई खान्छौँ, मुखमा खान्छौँ नि, औषधि नखाने यहाँ कमै होला है। हामी दबाई खान्छौँ, मुखमा खान्छौँ र पेटमा जान्छ पेट जान्छ नि। तर कसरी टाउको दुखेको निको भएको होला, कसरी खुट्टा दुखेको निको होला, ज्वरो आएको निको भएको होला, कसरी भयो होला त? क्वेसन आउँदैन कसरी चाहिँ म यो दबाई खाँदा पेटमा जान्छ अनि कसरी चाहिँ म निको हुन्छु भन्ने कुराहरू। हाम्रो शरीरमा चाहिँ एउटा पाचन पोषण हुन्छ अनि त्यो कुराले चाहिँ के गर्छ, फिल्टर गर्छ, छानेर चाहिँ दबाईले चाहिँ नसोद्वारा चाहिँ विभिन्न दुखाइरहने ठाउँमा चाहिँ त्यो एउटा केमिकल भएको कारण चाहिँ जान्छ, निको हुँदो रहेछ क्या। तपाईँ साधारण होइन, परमेश्वर के है आत्मा। अनि परमेश्वर आत्मा भएको कारण हामी के हुने, आत्मा। हामी केमा जोडिने, आत्मामा जोडिने। शरीरमा छौँ तर म चाहिँ आत्मा प्राण शरीर हो अनि म चाहिँ आत्मा हो तर म चाहिँ शरीरमा बास गर्छु भन्ने कुरा बुझेर जब यो आत्मा परमेश्वरसँग जोड्नुहुन्छ त्यो चाहिँ एउटा विश्वासद्वारा, त्यो चाहिँ एउटा प्रार्थनाद्वारा, त्यो चाहिँ एउटा दौडद्वारा, त्यो चाहिँ एउटा अधिकारद्वारा जब तपाईँ जोडिनुहुन्छ त्यति बेला चाहिँ नि तपाईँ भित्र भएको रोग बन्धन चिन्ता हटेर जान्छ। कसको दौडमा जोडिनुहुन्छ अनि तपाईँ चाहिँ डिफ्रेन्ट मानिस, अर्कै मानिसमा परिणत हुन्छ किनभने परमेश्वरको आत्माले नि तपाईँलाई चलाउन सुरु गर्छ। कारण के, एउटै कुरो तपाईँले मेरो विश्वासको दौडमा हामी दौडिँदै गर्दा विश्वासको दौडमा दौडिनुहुन्छ अनि त्यति बेला परमेश्वरले काम गर्नुहुन्छ। रोपेको रोपे फलेको फले फलेको फले गएको गई त्यसपछि त्यो खोलोमा बग्न थाल्यो। अनि म के भन्छु नि, आज चङ्गैको कुरा आउँदै गर्दा विश्वासको कुरा आउँदै गर्दा त्यो विश्वासमा बढाएको बढाइ भित्रदेखि तपाईँ प्रार्थना गरेको गरे यस आमेन भएको भने गर्नुहुन्छ नि तपाईँको सट्टै चङ्गै आउँछ। बडो अचम्मको ट्रिप्स हो। तपाईँ अर्कै मानिसलाई परिणत हुनुहुन्छ तबसम्म तपाईँ मुख खोल्नुहुन्न, जबसम्म भित्रदेखिको तपाईँको हृदय फुटेर आउँदैन नि तबसम्म मानिस अर्कै मानिस हुँदैन। तपाईँ जबसम्म परमेश्वरसँग इन्काउन्टर हुनुहुन्न नि तबसम्म तपाईँ अर्कै मानिसमा परिणत हुनुहुन्न। यस्ताको यस्तै हो, उनीहरूले के भन्छन् आमेन भन्छन्, हालेलुया भन्छन्, म त यस्तै हो भन्ने बस्ने मात्र हो। तपाईँको जीवनमा चङ्गाइ नै आउँदैन, छुटकारा नै आउँदैन। अनि आएको थिएँ गएको थिएँ प्रार्थना गरेको थिएँ भएन, लास्टमा दोष चाहिँ परमेश्वरले निको पारेन, भएन हुँदैन रहेछ, जुनसँग जे गर्दा पनि नहुने भनेर विभिन्न कुरालाई भनि पठाउँछौँ। परमेश्वरले सुरुमा बनाउँदै गर्दा तपाईँलाई रोगी बिरामी क्यान्सर सुगर ज्वरो भाइरल विभिन्न किसिम लुले लङ्गडा बहिरा अन्ध बनाएको होइन। हालेलुया हालेलुया। तर परमेश्वरले सुरुमा बनाउँदै गर्दा उहाँकै स्वरूपमा सुस्वास्थ्य तपाईँले मलाई बनाएको। हालेलुया। परमेश्वरले पनि चाहनुहुन्छ कि तपाईँ र म सुस्वास्थ्य भएर उहाँको महिमा गरेको। हालेलुया। हाम्रो मण्डलीमा हामी अल्झेको सिक्रेट कुराहरू सुन्नुहोस् है। हामी मण्डलीमा हामी अल्झेको किन आज बाहिर भन्दै हेऱ्यो भने त मण्डलीमा धेरै रोगी बिमारी छ। बाहिर भन्दा पनि अचम्मको कुरो, मण्डलीमा रोगी बिमारी निको हुन आउने हेर, निको भएर सुस्वास्थ्य भएर। किनभने परमेश्वरले तपाईँ र मेरो शरीर चाहनुहुन्छ है। यदि कसैले चङ्गाइको पछाडि नकुद, दान वर्धनको पछाडि नकुद, चमत्कारको पछाडि नकुद भन्छ नि त्यो व्यक्तिले पहिलो कुरो चमत्कार दान वर्धनलाई मान्दैन। त्यो व्यक्तिले पहिलो कुरो म त के भन्छ भने बिरामी हुँदा प्रार्थना नगरोस्, यत्तिकै मरोस्। यो चाहिँ फेरि डाइरेक्ट भनेको चित्त नदुखाउनु होला तपाईँहरूलाई, म थाहा छैन तपाईँले यस्तो भन्नुहुन्छ भनेर। तर परमेश्वरले के चाहनुहुन्छ, निको भएको चाहनुहुन्छ। हालेलुया। यो शरीर यो प्राण छ र त परमेश्वरको महिमा गर्न पाउँछौँ, छैन भने हामी पाउँछौँ सक्छौँ सक्दैन भने। परमेश्वरले मलाई निको पार्न चाहनुहुन्छ, म परमेश्वरको स्वरूपमा बन्नेको अनि म रोग बिमारमा बस्ने होइन भन्ने कुरा थाहा छैन यसलाई। प्रभु तपाईँको इच्छा भए त्यो व्यक्तिले सुनेको हो कि यीशु प्रभुले चाहिँ अरू धेरैलाई चङ्गाइ गरेको सुनेको, तर पनि अझै पनि भन्दैछ कि प्रभु तपाईँको इच्छा भए मलाई निको पार्न सक्नुहुन्छ, इच्छा भएन भने ठिकै छ। तर यीशुले के भन्नुभयो, म इच्छा गर्छु तिमी निको भइजाऊ। हालेलुया हालेलुया। मैले भन्न खोजेको सिग्नल सक्रेट चाहिँ के हो भनेदेखि नि परमेश्वरको इच्छा चाहिँ तपाईँ म लुले लङ्गडा अन्धा बहिरा होइन। परमेश्वरको इच्छा चाहिँ म इच्छा गर्छु निको भइजाऊ भन्ने हो। हालेलुया। परमेश्वरको इच्छा चाहिँ तपाईँ र म सुस्वास्थ्य भएर चाहिँ उहाँको महिमा गर्ने हो। हालेलुया।
त्यो चाहिँ परमेश्वरको इच्छा हो, त्यो चाहिँ परमेश्वरको योजना हो। त्यसकै लागि परमेश्वरले तपाईँ र मलाई बनाएको। यदि तपाईँ र म रोगी छौँ, बिमारी छौँ, नडराउँ, टेन्सन नलिउँ। हालेलुया। मैले त्यही भन्छु, रोगमाथि, बिमारमाथि, मृत्युमाथि विजय गर्ने तपाईँ र हामीले गर्दैथ्यौँ। मृत्यु केमा निलेको छ? विजयमा निलेको छ। हालेलुया। तपाईँ किन डराउनुहुन्छ? तपाईँ मृत्यु बोकेर हिँड्ने हो, तपाईँ रोग बोकेर हिँड्ने हो, तपाईँ बिमार बोकेर हिँड्ने हो। त्यसको लागि परमेश्वरले बनाएको होइन नि, विजय गर्नको लागि, अधिकार गर्नको लागि, दौडमा दौडिनको लागि बनाएको। हालेलुया। विश्वासको दौडमा तपाईँहरू दौडिन सुरु गर्नुहोस्। अरे परमेश्वरले काम गर्न सुरु गर्नुहुन्छ। हालेलुया। परमेश्वरले काम गर्नुहुन्छ। त्यो कति बेला जब हामी त विश्वासमा दौडिन्छौँ। तपाईँ बोलिदिनुहोस् र मेरो नखुर निको हुनेछ। हालेलुया। बोलिदिनुहोस्, निको हुनेछ। हाम्रो जीवनमा चङ्गाइ नआएको, छुटकारा नआएको एउटा गहिरो सिग्नल बताइदिउँ। सुन्दाखेरि चाहिँ सानो शब्द हो, तर गहिरो कुरा। तपाईँ र हामीहरू अगुवाहरूसँगले नि तपाईँ र हामीले प्रार्थना गरे माग्दै गर्दाखेरि नि हामीले यदि त प्रार्थना गर्ने व्यक्तिसँग पनि यो व्यक्तिले प्रार्थना गर्दा म निको हुन्छु भन्ने विश्वास होइन नि, सँगै आउँदैन। सिधै कुरो भनेको, यदि त्यो व्यक्तिले विश्वास गर्छ भने नि यो अगुवाले अथवा यो पास्टरले अथवा यो अगमवक्ताले, यो प्रेरितले, यो प्रचारकले, जो नि हो सेवकले यदि प्रार्थना गरिदियो भने म निको हुन्छु भने विश्वास जब लिन्छ अनि त्यहाँ तीनटा विश्वास जुट्छ। थाहा छ? त्यो प्रार्थना गर्ने व्यक्तिको पनि फुल्ली विश्वास हुन्छ कि यो व्यक्ति निको हुन्छ भन्ने। त प्रार्थना गरिरहने व्यक्तिसँग के छ? अब यो व्यक्तिले प्रार्थना गर्दा म निको हुन्छु भने फुल्ली विश्वास छ। ऊ व्यक्तिपट्टि भरोसा होइन, तर व्यक्तिभित्र भएको अभिषेक, व्यक्तिभित्र भएको परमेश्वरको प्रेजेन्स, व्यक्तिभित्र भएको वरदानलाई चाहिँ विश्वास गरेको कारण चाहिँ परमेश्वरकोसँग जोडिएको छ। हालेलुया। अनि त्यो कुराले चाहिँ उसको जीवनमा निको पार्छ। अनि त्यही कुरा चाहिँ यहाँ कप्तानको जीवनमा जोडिएको कुराहरू हामी पाउँछौँ। जुन कुरा चाहिँ फेरि अब यीशुले बोलिदिँदै गर्दा तुरुन्तै त्यति बेलै घरमा निको भएको छ। हालेलुया। हालेलुया। विश्वास साथ आज म यहाँ बोल्दैछु नि, अहिले म तपाईँहरूको सानो फुच्चे भाइ होला, सानो बाबु होला, तर विश्वास गर्नुहोस् यो बाबुभित्र भएको एनएन्डिङ, बाबुभित्र भएको अभिषेक चाहिँ नि स्वर्गको अभिषेक। हालेलुया। हालेलुया। स्वर्गको अभिषेकले चाहिँ काम गरेपछि नि देख्नुहुनेछ तपाईँ उत्तर पनि। हालेलुया। हालेलुया। प्रभुले काम गर्ने हो नि त, मैले होइन नि त हौ। तपाईँ म भरोसा पर्नु भनेको होइन मैले, तर मैले बोलेकोमा चाहिँ भरोसा पर्नु ताकि प्रभुसँग भरोसा पर्नु। हालेलुया। यो व्यक्तिले बोल्दैछ अब म विश्वासको दौडिन्छु, यो व्यक्तिले बोल्दैछ अब म मेरो विश्वासलाई बढाउँछु। यसरी हिँड्नुहोस् अनि प्रभुले काम गर्न सुरु गर्नुहुन्छ। हालेलुया। परमेश्वरले तपाईँ र म रोगमा, पीडामा, बन्धनमा, छन् गेडी सबै गेडी, छैनन् गेडी सबै तेरी, लुटी लायो भुटी खायो, नेपालमा यस्तै हो हजुर भनेर बस्नुभयो भने छैन। आज यता कुदो, भोलि उता कुदो, लास्टमा केही पनि हुँदैन। हेर्नुहोस् त, केही पनि हुँदैन नि। अनि चङ्गाइको लागि मान्छे भौतारिरहेछ, चङ्गाइको लागि मान्छे हिँडिरहेको छ, तर आज चङ्गाइ चाहिँ कसरी पाउने भन्ने कुरो चाहिँ थाहा छैन। पहिलो कुरो परमेश्वरले मलाई चङ्गाइ गर्नुहुन्छ भने नै थाहा छैन। अघि मैले त्यो कुरा के भनेको थिएँ भने इच्छाको कुरा लिएर कुरा गर्थेँ। त्यो मण्डलीको बारेमा तपाईँ हाम्रो मण्डलीमा चाहिँ यस्तो साह्रो कन्सेप्ट बसेको छ, यस्तो साह्रो यो दिमागमा बसेको छ, पहिलेदेखि एउटा के भन्छ एउटा सिस्टम मात्र भएर आयो कि मण्डलीमा चाहिँ उद्धार मुक्ति मात्र पाउने हो, आत्मा मात्र बस्ने हो, शरीर छुटकारा नभएर के भयो त भनेर हामीले त्यो शिक्षाहरू चाहिँ आज मण्डलीमा भित्र आएको छौँ। हाम्रो पुर्खाहरूले त्यो भित्र आए अनि त्यही कुरालाई हामी फलो गर्दै हिँड्यौँ। हाम्रो पुर्खाहरूले हामीलाई विभिन्न मूर्तिहरू पुज्नलाई हामीले त्यही मूर्तिहरूलाई पुज्दै हिँड्यौँ। अनि क्रिस्चियनमा फरक त केही पनि छैन। क्रिस्चियनमा मनदेखि पुज्छ, बाहिर हिन्दूले मूर्तिले गरेर पुज्छ। फरक त केही पनि छैन, केही पनि देखिन। आशिष त सिक्नु केही पनि आएन, न गवाई बनेको छ, न साँच्ची बनेको छ, न केही पनि छैन नि, जस्ताको त्यस्तै। हेर्नुहोस् है त हो कारण चाहिँ के अरे नबुझेर हामीले अझदेखि मण्डलीमा आएको विश्वासहरूलाई चाहिँ के भन्छौँ? प्रभुको इच्छा। अलिक सानो रूप देख्यो भने चाहिँ निको पार्नुहुन्छ प्रभुले। अलिक ठुलो रोग, लङ्गडो, क्यान्सर लागेको, आम्मामा उठ्न नसक्ने, हिँड्न नसक्ने आयो भने चाहिँ प्रभुले गर्नुहुन्छ। उहाँको इच्छा भयो भने, उहाँको इच्छा छैन भने केही पनि हुँदैन। राइट त मान्नुपर्छ हामीले। प्रभुको इच्छा बेकार केही पनि हुँदैन। एकदम यो कुरोको म विरोधी होइन र विश्वास गर्छु तपाईँले विरोधी नहुनुहोस्। तर के कुरो चाहिँ भने नि परमेश्वरको प्रतिज्ञाको वचनले के भन्दछ भने सबै रोगहरूमा निको पार्छ। हालेलुया। यीशुको पारादेखि मात्र होइन, यीशु आउनुभन्दा अगाडिको पारादेखि। हालेलुया। तर यहाँ के भनेको छ? यहाँ ठुलो सानो रोगै भनेको छैन, सबै रोग भनेको छ क्या। भनेपछि आत्माको रोग, प्राणको रोग, शरीरको रोग,